नमस्ते सबैजनालाई। म चाहिँ मुना योगी हो। म चाहिँ रिसेन्टली युकेमा बसिरहेको छु। पढाइको सिलसिलामा आएको थिएँ। मेरो पढाइ पनि भ्याइयो भर्खर। मेरो पढाइ चाहिँ अप्रिल 3 मा भ्याइएको थियो। म रेजेन्ट कलेजमा आएको थिएँ। हजुरहरू पनि कोही रेजेन्ट कलेजमा आउँदै हुनुहुन्छ भने बी केयरफुल। त्यो कलेजमा मेरो लास्टै नराम्रो एक्सपिरियन्स छ। हाम्रो पढाइ चाहिँ अप्रिल 3 मा भ्याइएको, सब्मिसनहरू सबै गरेर अप्रिल 3 मा भ्याइएको। अहिले चाहिँ अब अगस्त 30 मा अझै पनि हामी स्टुडेन्ट भिजामै छौँ, पिएसडब्ल्यू लिएको छैन। अनि अझैसम्म हामीले सर्टिफिकेट पाएको छैनौँ, हार्ड कपी पाएको छैनौँ। कुनै पनि सर्टिफिकेट अझैसम्म हामीले पाएको छैनौँ। युकेभिआईबाट मेल आइसक्यो, होम अफिसबाट मेल आइसक्यो कि पिएसडब्ल्यू एप्लाई नगरेपछि यु निड टु लिभ दिस कन्ट्री भनेर मेल आइसक्यो। तर हाम्रो ग्रेजुएसन पनि भएको छैन, कन्भोकेसन पनि अझै भएको छैन, एन्ड सर्टिफिकेट पनि पाएको छैनौँ। अनि मैले चाहिँ यतिदेखि एप्लाई गर्छु, नेक्स्ट कोर्सको लागि एप्लाई गर्छु भन्ने सोचेको थिएँ सेप्टेम्बरमा। बट यो कलेजले डिले गरेर मैले डिजिटल सर्टिफिकेट पनि मगाएको थिएँ, यति धेरै मेल पनि गरेको थिएँ। तर एउटा कलेज स्टुडेन्टलाई सपोर्ट नै छैन यो कलेजदेखि, एउटा पनि कुरामा सपोर्ट गर्दैन। एलओआर पनि मैले मागेको 3 महिना 4 महिना भइसक्यो, अहिलेसम्म मैले एलओआर पाएको छैन। अनि ठिकै छ, मैले सेप्टेम्बर इन्टेक त मिस गरेँ। म अब घर जान्छु, घरदेखि नै एक्जाम इन्टेकको लागि एप्लाई गर्छु भनेर मैले तिनीहरूलाई 15-20 चोटि मेल गरिसकेँ होला, म्यासेज गरिसकेँ होला। तर पनि स्टिल मैले एलओआर पनि पाएको छैन, सर्टिफिकेट पनि पाएको छैन, केही पनि पाएको छैन। म अझै पनि आज म्यासेज रिप्लाई भएको थियो। के भनेर रिप्लाई भएको थियो भनेपछि हजुरको सुन्दा पनि कमेडी लाग्छ हो त्यो म्यासेज त। के अरे अफर लेटर आएपछि उनीहरूले मलाई एलओआर इस्यु गर्ने रे। त्यो कुन सेन्सले भनेको तिनीहरूले मलाई थाहा छैन। तर अफर लेटरको लागि एलओआर चाहिने हो कि एलओआर पछि अफर लेटर? अनि त्यो म्यासेज देखेपछि चाहिँ मलाई यस्तो रिस उठ्यो। अनि त्यसपछि मैले लेखेँ कि हाम्रो कलेजले चाहिँ पहिला सुरुमा अफर लेटर दिन्छ हो एलओआर नदिएर, त्यसपछि अनि त्यही भएर अरू कलेजले चाहिँ अब मलाई अफर लेटर दिन्छ प्रपर डकुमेन्टेसन बिना, जबकि मसँग केही पनि छैन, कुनै डिग्री सर्टिफिकेट पनि छैन, त्यहाँ दिनलाई केही पनि छैन। अनि तिनीहरूले मलाई कसरी अफर लेटर दिन्छ र मैले तिमीहरूसँग एलओआर मागेर तिनीहरूलाई दिने? हाम्रो कलेजले चाहिँ त्यो रुल्स फलो गर्छ र तिनीहरूले गर्छन् भनेर लेखिदिएको। अनि मलाई थाहा छैन कि यो कलेजले किन स्टुडेन्टहरूलाई सपोर्ट गर्दैन। मैले त्यो सेप्टेम्बर इन्टेक मिस गरेँ यो कलेजले गर्दाखेरि। अब मैले ज्यान इन्टेकको लागि गर्छु भन्दा पनि सपोर्ट गरिरहेको छैन भनेर लेखिदिएको। मैले केही गर्न सक्दिनँ, मैले पनि के रुल्स फलो गर्नुपर्छ समथिङ के लेखिरहेको थियो। एउटा सपोर्ट गर्दैन यो कलेजले। प्लिज हजुरहरू, फी सस्तो छ तर योभन्दा नि सस्तो फी हुने कलेजहरू पनि छन्। प्लिज बुझेर मात्र गर्नु होला। म चाहिँ अब एकचोटि कलेज जान्छु, अनि त्यसपछि त्यहीँ बसेर हेर्छु के भन्दो रहेछ, अनि त्यसपछि फर्दर प्रोसेस गर्नु पर्ला। केही भएन भने लास्टमा कम्प्लेन गरिदिन्छु, होम अफिसलाई हुन्छ कि कसलाई हुन्छ, कलेजको बारेमा कम्प्लेन गरिदिन्छु भनेको। अब के हुन्छ हेरौँ, पहिला कलेज गइहालौँ अनि त्यसपछि के रेस्पोन्स आउँछ, अनि त्यस्तै अनुसार गर्नु पर्ला। अब नेक्स्ट पार्ट के हुन्छ कस्तो हुन्छ चाहिँ नेक्स्ट पार्टमा लिएर आउँछु। थ्याङ्क यू फर वाचिङ गाइज। बाई बाई, टेक केयर, बाई।